व्यवसाय केही नगर्ने अनि सङ्गठन नाममा डुली हिँडेर यसो खाइखेली गर्ने। सर नमस्कार हजुर। नमस्ते हजुर। नमस्ते। तपाईँ त काठमाडौँमा ट्याक्सी चलाउन छोडेर यता हेटौँडातिर आइपुग्नु भएछ, खास के गर्न आउनुभयो सर? यही ट्याक्सीको हकितको लागि केही गर्छन् कि प्रदेश सरकार? अब सबै कुरो जिम्मेवारी यातायातको क्षेत्रमा त सबै जिम्मेवारी प्रदेश सरकारकै हुने रहेछ। अनि प्रदेश सरकारकै हुन्छ भनेपछि प्रदेश सरकारले किन ढिलाइ गरो? हामी चाहिँ 8-10 जना साथीहरू ट्याक्सी स्वरोजगार व्यवसायीहरू मिलेर के रहेछ अवस्था भनेर चाहिँ बुझ्न आएका थियौँ। रहेछ चाहिँ के रहेछ त सर? अनि हाम्रा चाहिँ पुराना भइसकेका थोत्रा गाडी छन्। हामी एउटा गाडी लिएर व्यवसाय गर्ने मान्छेहरू, चालकहरू हामी सबैजना साथीहरू। अनि यो 2081 सालमा केन्द्र सरकारले बनाएको राष्ट्रिय मापदण्ड किन लागू भन त भनेर सम्बन्धित मन्त्रालयमा बुझ्न आएको। सर लगभग धेरै कुरा बुझियो हजुर। सम्बन्धित मन्त्रालयको मन्त्रीलाई भेट्नुभयो? सम्बन्धित मन्त्रालयका सम्माननीय मन्त्री, हाम्रा माननीय मन्त्री दयाराम थापासँग भेटघाट भएर 1-8 घन्टा कुराकानी सरसल्लाह गरियो हजुर। के भयो खास? उहाँले कस्तो आश्वासन दिनुभयो? तपाईँहरूको माग सम्बोधन हुन्छ अरे? होइन, हामी त एउटै माग लिएर आएको। हाम्रो 2081 सालमा बनेको राष्ट्रिय मापदण्ड, केन्द्र सरकारले बनाएको मापदण्ड जारी गरिदिनुहोस् भन्ने मात्रै हो हाम्रो माग। योभन्दा अगाडि पनि आएर हामीले त्यही भनेको थियो, अहिले पनि हामी त्यही पत्र साथ त्यही भन्न आएको हौँ। त्यसो भन्दाखेरि अब यहाँ विभिन्न राजनीतिक दलका, त्यसपछि स्वस्फूर्त आफूलाई संस्था भनिने मान्छेहरू आएर राष्ट्रिय मापदण्डका विषयमा सम्बन्धित व्यवसायीहरूका चाहनाभन्दा विपरीत खालका कुराहरू गरेर लगभग निर्णयसम्म पुगिसकेको जस्तो अवस्था देखियो। तर ठ्याक्कै 2081 सालमा लागू गर्न खोजेको, केन्द्र सरकारले लागू गर्न खोजेको राष्ट्रिय मापदण्ड लागू हुने सम्भावना अहिले कमै देखियो। मापदण्डको विषयमा त तपाईँहरूलाई पनि लगभग धेरै साथीभाइलाई पनि जानकारी छ, हजुरलाई पनि थाहा होला होइन? त्यसमा चाहिँ अब सबै प्रकारका विद्युतीय, पेट्रोल, सबै प्रकारका मापदण्डभित्र पर्ने गाडीहरूलाई चाहिँ ट्याक्सी बनाउने कुरा थियो। अहिले आएर साथीहरू कहाँबाट, किन, केलाई, के गरी, कसरी भन्ने कुरो कसैलाई नसोधिकन उहाँहरू आफू खुसी यो गाडी चाहिँ इलेक्ट्रिक गाडी चाहिँ ट्याक्सी भयो हुन्छ भन्ने खालका कुरासम्म मन्त्रालय र प्रदेश सरकार। होइन, हामीले जान्न चाहेको चाहिँ ठ्याक्कै मन्त्रीज्यूले चाहिँ के भन्नुभयो क्या? जस्तो मापदण्डको विषयमा कार्यान्वयनमा ढिलाइ भएको कारण चाहिँ के रहेछ? ठ्याक्कै के हो ढिलाइ भएको कारणमा चाहिँ उहाँहरू आफू खुसी आएर अथवा मन्त्रालयमा जोडिएर उहाँहरूको माग चाहिँ इलेक्ट्रिक गाडी नै भयो हुन्छ भन्ने खालका कुरा गरिसक्नु भएको छ। तर यथार्थ कुरो चाहिँ हामी आएपछि चाहिँ मापदण्डमा त पर्ने सबै गाडी हाल्नु पर्यो नि हजुर भन्ने खालका कुरा भइसकेपछि उहाँ केही समय छलफलपछि यो कार्यलाई अगाडि बढाउने योजनामा हुनुहुन्छ। यहाँहरू कोलाई भेट्नुभयो? अन्य मुख्यमन्त्रीहरू लगायत अरू को? हामी यातायात मन्त्रालयमा मन्त्रीज्यूसँग भेटघाट भयो। त्यसपछि मुख्यमन्त्रीको कार्यालयमा आएको, मुख्यमन्त्रीज्यू चाहिँ हुनुहुन्न रहेछ। उहाँको अफिसमा आएर पनि हाम्रो एउटा सामान्य खालको बोधार्थ पत्र थियो, पत्र बुझाएर हामी चाहिँ अहिले चाहिँ मुख्यमन्त्रीको कार्यालयबाट निक्ल्यौँ हजुर। के छ तपाईँहरूलाई अब के आश्वासन छ त? तपाईँहरूको माग सम्बोधन होला भन्ने तपाईँलाई केही लाग्छ? अब आशाको त सानो झिल्को रहेसम्म पनि आशा गर्नु भन्छन्। आशावादी मान्छे नै हो हामी पनि, नेपालीहरू समग्रमा सबै आशावादी। आज नभए भोलि होला, राम्रो नभए पर्सि होला भन्ने सबैको सोच नै पोजिटिभै छ नेपालीहरूको। अब हामी पनि खासै नेगेटिभ त होइन, तर सङ्गठन चलाएका गाडी व्यवसाय, पेसा व्यवसाय केही नगर्ने अनि सङ्गठनका नाममा डुली हिँडेर यसो खाइखेली गर्नेहरूले अलि धेरै नै खेल फड्को गरिसकेको अवस्था रहेछ। तैपनि केही होला भन्ने आशावाद चाहिँ छौँ हामी। धन्यवाद हजुरलाई। हस् हजुर, धन्यवाद।